गुन्डुबाटै केपी ओलीको गुप्त राजनीतिक सक्रियता सुरु। विद्यादेवी भण्डारीसँग 3 घण्टा गोप्य वार्ता। एमाले भित्र नेतृत्व परिवर्तनको आँधी। बादल हटाउने तयारीदेखि प्रचण्डसँग सम्भावित वाम एकताको चर्चा। बालेन सरकारले गरेको गिरफ्तारी र अदालतबाट रिहाई पाएपछि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली करिब 1 महिनापछि फेरि सक्रिय हुन थालेका छन्। स्वास्थ्य समस्याको कारण लामो समय सार्वजनिक कार्यक्रममा नदेखिएका ओली अहिले निजी निवास गुन्डुबाटै राजनीतिक गतिविधिमा जुटिरहेका छन्। पत्थरी र हर्नियाको शल्यक्रियापछि आराममा रहेका ओलीले पछिल्लो दिनमा पार्टीका शीर्ष नेताहरूसँग भेटघाट बाक्लो बनाएका छन्। आइतबार मात्रै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब 3 घण्टा छलफल गरेका थिए। उक्त भेटमा पार्टीको निर्वाचन समीक्षा बैठक बोलाउने र नेतृत्व परिवर्तनको मागबारे पनि कुरा भएको बताइन्छ। त्यसै दिन महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पनि ओलीसँग छुट्टा छुट्टै भेट गरेका थिए। एमाले भित्र अहिले नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। युवा नेताहरूले नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने माग गरिरहेका छन्। ओलीले प्रदेश सरकारको विवाद समेत गुन्डुबाटै मिलाउने प्रयास गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशमा एमाले भित्र देखिएको विवाद समाधान गर्न उनले सांसदहरूसँग छलफल गरेका थिए। काङ्ग्रेससँगको सत्ता सहकार्य तत्काल नटुट्ने सङ्केत पनि देखिएको छ। यता कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका रामबहादुर थापा बादललाई हटाउने तयारीमा ओली रहेको चर्चा छ। बादलको गतिविधिप्रति पार्टीभित्र असन्तुष्टि बढेको बताइन्छ, तर ओली आफै सक्रिय हुने कि अरू कसैलाई जिम्मेवारी दिने भन्नेमा अझ अन्यल कायम छ। यसबीच युवा नेता अब्दुस मियाले ओलीसँगको भेटघाटपछि सामाजिक सञ्जालमा राखेको एउटा फोटो चर्चामा आएको छ। फोटोमा मिया ओलीको कुर्सीमा बसेका छन् भने ओली सामान्य कुर्सीमा देखिन्छन्। यसलाई एमालेमा युवा नेतृत्वको सङ्केतको रूपमा हेरिएको छ। महिना दिन मौन रहेका ओलीले अहिले फेरि राजनीतिक सक्रियता बढाए पनि पार्टीभित्रको असन्तुष्टि भने कम भएको छैन। निर्वाचन समीक्षा बैठक अझै नबोलाइएकाले ओली पार्टीभित्र एक्लिँदै गएको विश्लेषण भइरहेको छ। यस्तै फेरि बृहत वाम एकताको चर्चा पनि सुरु भएको छ। केही दिन अघि नारायण काजी श्रेष्ठले गुन्डु पुगेर ओलीसँग भेट गरेका थिए भने प्रचण्डसँग पनि उनको निरन्तर संवाद भइरहेको बताइन्छ। अहिले बालेन्द्र शाह नेतृत्वको सरकार एमाले प्रति कडा देखिए पनि सरकारको केही विवादास्पद गतिविधिले एमाले र ओलीलाई फेरि सक्रिय हुन अवसर दिएको विश्लेषण भइरहेको छ। लामो मौनतापछि ओलीको यो रणनीतिक सक्रियताले एमालेको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको सङ्केत गरेको छ।